Gom. Wait. This is Gurilo. So, hello and namaste guys. फेरि पनि तपाईहरुलाई मेरो यो ब्लगमा स्वागत गर्न चाहन्छु। यदि तपाईहरु नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला र साथ सपोर्ट गरिदिनु होला है त। आज चाहिँ म कहाँ जान लागेको भन्दाखेरि गाउँ भन्दा उता डाँडामा एउटा गुम्बा छ। त्यहाँ चाहिँ हामी बिहान जान लागेको घुम्नलाई। धेरै भयो थियो गाउँ नआएको अनि साथीहरु 2-3 जना मात्र छ, गाउँमा कोही पनि छैन। अनि त्यही भएर हामी 2-3 जना मात्र जान लाग्यो। यहाँ चाहिँ मसँग एउटा कुरकुरे छ, त्यसपछि यहाँ ब्यागमा बिस्कुट छ, त्यसपछि यो चाहिँ मेरो बेडरुम हो। बेडरुम नराम्रै भए पनि सबैभन्दा ठुलो सुविधा यहाँ छ। सिरानीमै मल्टिप्लाई हुनु भनेको बहुत बडा बात है। अब हामी चाहिँ जान्छौँ। साथीहरुलाई चाहिँ मैले भनिदिसक्यो अघि नै उठ भनेर। यहाँ अहिले चाहिँ भर्खरै ठ्याक्क बिहानको 7 बज्न लाग्यो होला। 7 बजे क्या ठ्याक्कै 1 मिनेट बाँकी रहेछ। 1 2 9 ल गाइस 7 बजे कुरानी बास्यो त। अब हामी चाहिँ निस्किन्छौँ। 6:30 बजे जाने भनेको निन्द्रा लाएर एकछिन सुते भयो। धेरै भयो त्यो गाउँ नआएको खोकी नै लाएर आयो झन्। त्यही भएर झन् चिसो भएको छ कि। अब हामी चाहिँ जान्छौँ। दिस इज डग। ए क्युडी वाउ। ए पपी काली आइज ला खतरा डगर छ अरे यहाँ। ल खाली आइज हेर्नु त्यसलाई आउनु नदिएको। हात दे। अर्को दे यो। फेरि अर्को आयो, फेरि अर्को आयो। ए के हो यार, हाम्रो गाउँभर त कुकुर मात्रै छ त हौ। ले Whoa. Nonsense. Hey, nonsense people. Wait. Wait, ये देखो गाइस, हमारा गाय जैसा हो रहा है। यो कुकुर को बाउ हो, यो कुकुर को आमा। यिनीहरु घरमा चाहिँ 4-4 वटा कुकुर पाले आयो यिनीहरुले। अर्को नि आयो फेरि। छोराछोरी त यस्तो हुन्छ। अर्कोले झ्याम्ट्यो भने मोल्दिहाल्छ फेरि। हाम्रो गाईहरु पानी परेर यस्तो भइरहेको। कोही चाहिँ जाँगे लगाएर आउँछ यसरी हैन। जाडो नि भएन यहाँ बच्चाहरुको जाडो। आँखा नि सुन्नेर एकछिन जाँचेर पानी पर्यो के पानी। यो पानी त पर्छ तर पर्नु त कालो अम्मै क्या है बड़ा बड़ी फ्री फायर लभर मान्छे भन्ने गरिब टावा भन्ने करोड गएको हुन्छ। फ्री फायरले गर्दा गरिब भइसक्यो नि। लापले बढायो न। फ्री फायर ब्याटल इन स्टाइल हो 10 नम्बर है।
खै यहाँ हेर त रातभरि बुढासँग बोलेपछि त्यही त हो नि बाहिर सुँगुरसँग बोलिहाल्ला बाउलेन तिली नि आता भन्छ सुँगुर त हुन्न भन्छ ऊ भने सुँगुरसँग मात्रै बोलिरहन्छ जति बेला नि यस्तो दिन्छ ऊ भरे बुहारीसँग बोल्नुपर्छ भने त मेरो पावर ब्याङ्क चोरेर लैसक्यो त्यहाँ हामी आधी बाटो आइपुग्यो यस्तो भइरहेको धेँधो गाई यार धेँधो बुढा नभएको धेँधो एक्लै भएछ एक्लै हिँड्ने बाटो त खतरा छ यार गुम्बा चाहिँ यहाँ छ त गीत त खतरा बजाएको यार म चिप्लिन्छ यार सुनाउँछ न पाथेको गीत सुन्न पाथेको गीत ओरिजिनल ब्रिज वाउ फेरि उकालो हामी चौतारा आइपुगिसक्यौँ हप्ता कति जान्छ अरे हाई डान्सर भाइ हप्ताको कति जान्छ अरे डाँड पानीको मेरो 200 अनि आधा महिना खर्च त उसले लान्छ रहेछ ब्यालेन्सले के बारबिक्यू हो यो लान्छ यसरी आँख्यो भने या माथि हेर्न गप 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 कताको पासपोर्ट वाइफाईको पासपोर्ट नेपालको पासपोर्ट नि लै विदेश जानेवाला पासवर्ड भनेको पो वाइफाईको पासवर्ड त ए यो त ट्याक्क पोखरातिरको रुख ढलेर फेवातालमा झरे जस्तै भइरहेको त यहाँदेखि चाहिँ बाटो खतरा बनाएर छ तर गाई जान्छ गुम्बामा आइपुग्यो यहाँ हाम्रो धेधो गाईहरू गुम्बा प्रवेश गर्दैछ थकित भएर लाचार भएका सबैजनाहरू यहाँ गुम्बामा यस्तो फोहोर चाहिँ गर्नु भएन है यस्तो गर्नु चाहिँ हुन्न है गुम्बामा आएर ल लाइट चाहिँ खतरा हालेर छ यार जे होस् मेरो कोठामा नहालेको लाइट यहाँ हालेर छ बुहारीलाई भिडियो कलमा घुमाउँदैछ क्या एउटाले फेरि यार नउठाऊ प्रार्थना वान्स मोर एक धेरै ओइ भएन त्यो त अहिले राम्रै ढल हाँस्नु न रे सुत्न एकपल्ट अर्का त्यस्तो गर्छ हामीलाई प्रार्थना
ओए एउटा भोइस रेकर्ड गर्न लाग्यो नेपाल आइडलको लागि नो वालपेपर देखान के थियो कुकुरको पुतला थियो याद त्यो भगवान् ढोकर्ने मान्छे नि फोकर भयो भन्छ हो त्यस्तो अबे लभ बाइट रहेछ क्या त्यहाँ यस्तो गरेर बस आशीर्वाद भयो गुम्बामा चाहिँ घाम लागिसक्यो अब चाहिँ हामी घरतिर जानु लाग्यो यहाँ फोटोसोटो खिचेर सिद्धिसक्यो हामी अब यहाँबाट टिकटकमा हाल्नेछौँ फोटोसोटो भिडियोहरू ओए सब्सक्राइब हानिदियो भने मेरो भ्लगलाई तपाईँ के भन्न चाहनुहुन्छ घन्टीमा भोट हाल्नु होला कृपया ओए तिमी के भन्न चाहन्छौ मेरो भ्लगमा म फ्री फायर खेल्न चाहन्छु उदिको भन अचम्मको मान्छेहरू हाम्रै गाउँमा छ कहीँ नभएको जात्रा हाँडी गाउँमा भने जस्तै खाने पिउने सबै गुवाम पिउने हो ओ यहाँदेखि माथि पो खतरा टाँगेर यार हामी चाहिँ घरतर्फ लाग्दैछौँ घरतर्फ ओ मेरो ब्याग ल्या गोरेटो दो बाटो गोरेटो बाटो भएको हुनाले ए घर आइपुग्यो हामी ओए भोक लागेर एनर्जी छैन उकालो ओह्रालो चढाइ यस कसलाई गाडीबाट आइपुग्यो हामी गाउँ आइपुगिसक्यौँ कहाँ जान्छ ए अघिको बाटो लाइन आएन रे के यार सबको निदा टल्छ यार यसको मात्रै टल्छ होइन हेलो गाइज म चाहिँ घर आइसक्यो घर आएर अब खाना लाग्यो खाना खाएर फेरि सन्जाबु जानु छ सन्जाबुमा मिटिङ छ अरे त्यहाँ गएर मिटिङमा बसेर खाजासाजा खाएर बल्ल फेरि घर आउँछ बच्चा चाहिँ यहाँ नहुँदै रहेछ खानाहरू खाइसकेछ थर्कायो मम्मीले हेरेर थर्काइहाल्छु गाइड म चाहिँ अब खान्छु अनि त्यसपछि सन्जाबु जान्छु बाटो देखाउँछु है त सन्जाबु गाउँ देखाइन्छ गाइड म चाहिँ खाना खाएर रेडी भएर सन्जाबु जानको लागि निस्किसक्यो यहाँदेखि चाहिँ हाम्रो गाउँ देख्छ है त यो चाहिँ हाम्रो गाउँ हो त्यो छुटेको भएर सबै छेकिया कि राम्रोसँग देख्दैन गाउँ चाहिँ म चाहिँ अब जङ्गल माथि गएर जाँदेखिको यो भिरबाट
उता गएर त्यो भिरको पछाडि हो बल्ल सन्जापु। अहिले चाहिँ 11 बजिसक्यो। मिटिङको लागि बोलाएको थियो, खै ढिलो भइहाल्यो उताबाट आउँदा आउँदै। अब त्यहाँ पुगेर बाजेहरूले के भन्छ त्यसपछि त्यहाँ बस्छौँ अनि खाजा खाएर छिटै निस्किनुपर्छ, तर मलाई ढिलो हुन्छ फर्किनलाई। ल गाइस, म चाहिँ झाडी हिँड्दै हिँड्दै थाकिसक्यो। फाइनली यहाँ रोड बाटोमा आइपुगिसक्यो। म चाहिँ यहाँ मुनिदेखि आएको, सब डढेलो हालेको ठाउँ भएर कतै कालै भइसक्यो। यहाँ मुनि चाहिँ मैले एउटा खतरा चिज देखेको थिएँ, तपाईँहरूलाई थाहा छैन, कुरिलो, यति ठुलो कुरिलो देखेको थिएँ कि मैले। अनि झाडी हेरेर ज्याकेट फकर गएर मैले चाहिँ ज्याकेट माथि छोडेर म चाहिँ कुरिलो टिप्नको लागि लाग्दैछु। कुरिलो चाहिँ यस्तो डढेलो हालेपछि चाहिँ अब चाहिँ पल्छ के छ्या दाग लागिहाल्यो नि यार। सेट मेरो कपडामा चाहिँ दाग लाग्यो। अब दाग कालो दाग, नभेटिने दाग लाग्यो। एउटा मात्रै छ क्या, यो चाहिँ मैले पहिल्यैदेखि देखिराखेको रुख भएकोले मैले यहाँ कुरिलो देखेको थियो। एउटा मात्रै हो यार, तर ठुलो छ यार यो कुरिलो यार। हेर्नु यो त गाइस, कुरिलो हेर्नुहोस्, कुरिलो डेन्जर ठुलो छ है कुरिलो चाहिँ। तर दाग लाग्यो कि कपडामा। एक खाल्डोमा छिर्यो म त। घुस गयो। ये गाइस, कुरिलो कत्रो ठुलो कुरिलो यार। ए आमा, म चाहिँ यहाँ अब यसलाई यहीँ मात्छु है त। सक्दैन रहेछ यहाँ त यार। ठुलो हो रे यो कुरिलो। यो कुरिलो एउटा भाँच्नको लागि सब दाग लाग्यो। दिस इज कुरिलो ओरिजिनल है। यो सहरको जस्तो कुरिलो नखेरि यो गाउँको कुरिलो यस्तो बवाल हुन्छ। खाएको छैन भने एकचोटि मलाई भन्न सक्नुहुन्छ, म गाउँबाट कुरिलो लिएर आइदिन्छु तपाईँहरूको लागि। यति ठुलो कुरिलो छ यो कुरिलो। मेरो बुढीमालाई कत्रो रहेछ म चाहिँ अब सरासर जानुपर्ने हुन्छ गाइज। म चाहिँ हाम्रो गाउँ माथिको डाँडामा आइपुगिसक्यो। यहाँदेखि चाहिँ हाम्रो गाउँ राम्रोसँग देखिन्छ, तर डेन्जर होस् लाएर केही देखेन। यस्तो छ गाउँ। म चाहिँ यहाँ डाँडामा हावा खाँदैछु। यहाँ यस्तो राखिदिन्छ है त। यो कुरिलो चाहिँ जसले पायो त्यसले खायो है त। भरे म नआउँदासम्म मात्रै हो अरे। म आउनुभन्दा अगाडि कसले पनि लगेन भने मै खाने हो घर गएर। एक चाक पुग्छ। मैले अघि भनेको पहिरो चाहिँ यही हो, डेन्जर ठुलो छ यता। यहाँदेखि यत्रो ढुङ्गाहरू छ। यहाँदेखि यो पहिरोको बेलामा चाहिँ यस्तो डेन्जर थर्किएको थियो नि। ए अब हाम्रो गाउँ थररै पारे। यो ढुङ्गा चाहिँ ठ्याक्कै छेपारो जस्तो छ कि त्यहाँ माथिपट्टि मुख देख्थ्यो। अहिले त म नजिक आएर होला मुखै देखिनँ। गाइज, यहाँ चाहिँ खानेकुरा फल्दै रहेछ कि फुल्दै रहेछ, फल्दैन है त। यो हरियो पहेँलो छ नि, सब काफल यो भयो। अनि त्यसपछि असिलो भयो, सब अहिले फुल्छ। अनि त्यसपछि खानु मिल्छ है त।
काफल चाहिँ फलिसकेछ, यो चाहिँ फुल्दै रहेछ। यो फुल पनि क्या मिठो हुन्छ, खतरा हुन्छ यो फुल। यहाँ त बिरमोरी मात्र रहेछ हौ। यो फुल पनि मिठो हुन्छ क्या। खानु न धन्दै चुब्लियो, धन्दै एक्सिडेन्ट भएको यहाँ। यहाँतिर चाहिँ यो जनमुन्द्र भन्छ यसलाई, कति मजा है। नब्बे ल म चाहिँ सन्दकपूबाट ब्याक भइसक्यो घर जानको लागि। एकछिन बसियो, बाजेहरूसँग गफ गरियो, अनि खाजा बनायो। मैले आज खाजा बनाएको, अनि खाजा खायो। त्यसपछि एकछिन यताउता बस्यो, बाजेहरूसँग गफ गरेर निस्केको। कुकुर बच्चा चाहिँ खतरा रहेछ। खासमा मैले खरायो खोजेको, खरायो पाउँछ त होइन, खरायो त सिधै छ। खरायो बच्चा लिएर जान मन थियो अस्तिदेखि भनेको, तर सिधै हालेछ। के गर्नु, भैँसीहरू चाहिँ मलाई आएर मक्खैबाट आयो भिडियो बनाइदिएको भनेर मुस्कुराउँदै मलाई हेरेर आयो त। ल यो तपाईँको साथीहरूलाई मेन्सन गरिदिनु होला। कालो भैँसी, यो सेतो भैँसी, यो कालो भैँसी। यस्तो छ यता गाइस बाटो चाहिँ। यस्तो जङ्गलको बिचमा एक्लै हिँड्नुपर्छ। जङ्गल बाटो यस्तो छ, पुरै जङ्गल तल माथि। ल गाइस, मैले चाहिँ बिहान कुरिलो छोडेको ठाउँमा यहाँ पुगिसक्यो। कुरिलो अब यहाँ छ कि छैन भनेर कहाँको छोडेको थियो यार। ए ल गाइस, यो कुरिलो चाहिँ अहिलेसम्म कसैले नलगेको रहेछ होइन। फाइनली फेरि पनि यो कुरिलोलाई मैले नै लिएर आएँ। गाइस, मैले चाहिँ कुरिलो चाहिँ दाइ र बाजे भेट्न चलाइरहेको छ। त्यहाँ दिँदै एउटा मात्रै के काम मलाई भनेर दाइ एक्लै हुने पनि खाइरहेछ भनेर छोडिदिएको। अब म चाहिँ लाग्छु गाइस। म चाहिँ गाउँ आइपुग्यो अब। हिँड्दा उकालो ओह्रालो कुद्दा थाकिसकेँ म। अब गएर टुक्लुक्क मर्छु होइन, सुत्छु होइन। अब गएर टक्क गएर सुत्छु। खै नेट चलाएन भन्थे, चलायो भने नेट चल्छ, नेट चलाउँछु, नत्र भए सुत्छु। नेट चलाएन भन्दा चाहिँ म चाहिँ गाउँ आइपुगिसकेँ। म चाहिँ तपाईँहरूलाई हाम्रो गाउँ देखाउँछु त। यो चाहिँ हाम्रो घर हो। दिस इज माई हाउस।
यो पुरै गाउँ चाहिँ तल तल छ कि धेरै थिएन कोही डाँडामा कोही पाखामा छ 250 हाम्रो बच्चालाई बेसर जाम भनेको बेसर जाने माने होइन जति फकायो पनि जानु मान्दैन नयाँ बेसर याम आयाहरू नानी नागे याद या आयाहरू Nani ya bro. याम या आयाहरू क्यों Na ya. Na Chandrababu na tiki ya. Không rồi nhiều người em nó thế này cái hay du lịch hàm gia hả More cái người xem ya xem con ga đi ham ni ya bro. chết em gì hả mà Ai ra. bảo yeah mo yeah बढ़िया rồi काय चल hello करते hello सुत्न गइदिन्छ म हाम्रो घरमा यहाँ मौरी छ क्या फेरि पुनुन नभएर यो चाहिँ मौरी खाजा खान निस्केको हो म चाहिँ फाइनली गाइस घर आइपुग्यो घरमा लाइन त आहा भने थियो तर रेट चाहिँ ल्याएन रे आजको लागि नै यति नै फेरि पनि अर्को भिडियोमा पुनः हामी भेट्नेछौँ मेरो भिडियो लास्टसम्म हेरेर माया गरिदिनु भएकोमा धन्यवाद तपाईँहरूलाई साथै लाइक सेयर कमेन्ट गरिदिनु होला उस्तै यस्तै मायाहरू अझै दिइरहनु होला है त गाइज लभ यु